भयो हो हो। ल आज चाहिँ हामी लिस्निङ माइक होइन ल लिस्निङ गर्छौँ त्यस पछाडि अगाडि बढ्छौँ ल सुनौँ है त ओजनी मुसुल थागबुल हिस्सा बिहानमा चाहिँ कुन काम गर्नुभयो ओजन भनेको बिहान मुसुल भनेको कुन काम गर्नुभयो भन्दैछ नाफुमाल भनेको डेलिभरी गर्ने सामानलाई चाहिँ ट्रकमा लोड गरेर राखे बिहान के काम गर्नुभयो भन्दा चाहिँ नाफुमाल डेलिभरी गर्नुपर्ने सामान छ त्यो सामानलाई चाहिँ ट्रकमा लोड गरे भनेपछि छन्दापन काम गर्ने निरा हामीले चाहिँ लोड गरेर राखे बिहान के गर्नुभयो भन्दा चाहिँ डेलिभरी गर्नुपर्ने सामानलाई चाहिँ ट्रकमा लोड गरेर राखे छन्दापन सामान निरा एक नम्बरको के गरेको यो सम्तु हाल होइन के हो सम्तु आधा दुईको यो के हो फुल्ल्यु आधा फुल्ल्यु आधा यो हप्ता थप्केरो हप्ता ल सुनेर जवाब दिनुहोस् अथके साङ्दारुल उन्माद कसरी बाकसलाई चाहिँ ओसार पोसार गर्नुभयो कसरी चाहिँ तपाईँले बाकसलाई चाहिँ सार्नुभयो भन्दैछ सुनौँ अप्सन कसरी ओसार पोसार गर्नुभयो भनेर सोद्धा चाहिँ आगुङजीले चाहिँ ओसार पोसार गर्नुभयो हो त मिलेन मिलेन कसले भने भए मिल्थ्यो हामीलाई कसरी भनेको छ त्यही भएर मिलेन बल्ल दिन्छ हाते प्लेटद्वारा चाहिँ ओसार पोसार गरे मिल्यो कसरी ओसार पोसार गर्नुभयो भन्दा चाहिँ हाते प्लेटद्वारा चाहिँ ओसार पोसार गरे दिउँसोको खाना खाने समय अघि भन्नु खोजेको यसले कमसिम सिगान भनेको दिउँसोको खाना खाना समय अघि चाहिँ ओसार पोसार गरे कहिले भनेको छैन हामीलाई कसरी भनेको छ कोसी भनेको कति हो 50वटा थाङ्जा बाकस जति ओसार पोसार गरे कतिवटा पनि भनेको छैन हामीलाई कसरी ओसार पोसार गर्नुभयो भन्दा चाहिँ छन्दाबुन कसरी ओसार पोसार गर्नुभयो भन्दा चाहिँ हाते प्लेटद्वारा चाहिँ ओसार पोसार गरे अब आगुङजीले ओसार पोसार गर्यो मिल्दैन दिउँसोको खाना खाने समय अघि ओसार पोसार गरे मिल्दैन 50वटा बाकस जति ओसार पोसार गरे भन्नु पनि थिएन छन्दाबुन जीवन के को बारेमा कुराकानी गरिरहेको छ थाक्दोङ थाम्बो भनेको सञ्चालन गर्ने तरिका सायम सिगान भनेको प्रयोग गर्ने समय सोही साङ भनेको होसियारी कुरा साङ भनेको विवरण अथवा कुरा साङ भनेको कुरा भन्दा होसियार हुनुपर्ने कुरा अनि सिसल भनेको सुविधा खल्ली भनेको व्यवस्थापन रेखदेख ल के बारेमा कुरा गर्छु साङ्दारू भनेको बाकसलाई थाहै भनेको गाडीमा उठाएर भनेको उठारेर लोड गर्ने भने हुन्छ होला कि होला त के भन्यो हजुर खतरा हुन सक्ने भएकोले हाल सुनिका भनेको खतरा हुन सक्ने भएकोले धेरै अग्लो गरी माथिसम्म चाहिँ ताङ नलगाउने गरी गर्नुहोस् बाकसलाई चाहिँ गाडीमा लोड गरे उठाएर सारेर लोड गरे भने हुन्छ होला कि भन्दा चाहिँ हजुर हुन्छ खतरा हुन सक्ने भएकोले धेरै अग्लो गरी चाहिँ ताङ नलाग्ने गरी गर्नुहोस् भन्दा चाहिँ हामीलाई के को बारेमा कुराकानी गरेको छ सञ्चालन गर्ने तरिका हो मेसिनहरू यसरी बटार्ने उसरी बटार्ने भनेको छैन
प्रयोग गर्ने समय भनेको छ छैन। सुविधा रेखदेख भनेको छ छैन। होसियार हुनुपर्ने। धेरै अल्गो गर्यो भने चाहिँ के हुनेछ खतरा हुन सक्छ, सामान झरेर फुट्न सक्छ। त्यो कारणले चाहिँ खतरा हुन्छ। सामान ल 4 नम्बरमा ठाउँको सुतको याजुल माल्दो खाजाङ आलमाजुन बस्नु कोरु सिक्सियो तलको सुनेर जोडिने कुरामा सबैभन्दा मिल्ने कुरा छान्नुहोस् भन्दैछ। साङ्गा वा वानचुङ्गे अल्माना चुन्बिहाल्का बाकास र वानचुङ्गे भनेको फुट्टाबाट बचाउने पदार्थलाई चाहिँ कतिवटा जति तयार गरौँ त? बाकास र वानचुङ्गेलाई चाहिँ वानचुङ्गे कतिवटा जति तयार गरौँ त? छाङ्गो छङ्निरुल हेयाके सहयोग भोलि चाहिँ गोदाम व्यवस्थापन गर्नु पर्ला जस्तो छ। मिल्यो त? कतिवटा भनेको छ मिलेन। सिगुङ खाँचो भनेको अहिले गएर अल्लुन भनेको तुरुन्तै तयार गरी राख्नेछु। कतिवटा भनेको छ तयार गरी राख्नेछु। मिल्यो मिलेन। अब पछिल्लो दिनमा आउने दिनमा पछि चाहिँ अझ भनेको अझ राम्रो गर्न सकिनेछ। अब आउने दिनहरूमा चाहिँ अझ राम्रो गर्न सकिनेछ। मिल्यो त? कतिवटा तयार गर्नु भन्दा अब राम्रो गर्न सकिन्छ। मिलेन। गोदाम किनुको प्याकेजिङ गर्ने विवरण पत्रमा भएकोले सुनिका भनेको भएकोले टेकजाँच गरी हेर्नुहोस्। हामीलाई साङ्गा बाकस र वानचुङ्गे चाहिँ कतिवटा तयार गरौँ त भन्दा चाहिँ प्याकिङ गर्ने प्याकेजिङ विवरण पत्रमा छ अथवा भएकोले टेकजाँच गरी हेर्नुहोस्। त्यहाँबाट हामीलाई थाहा पाउँछ भन्नु खोजेको छन्दाम साबन मिल्दैन। भोलि गोदामको व्यवस्थापन गर्नु पर्ला जस्तो छ। मिल्दैन। अब आउने दिनहरूमा चाहिँ अझ राम्रो गर्न सकिनेछ। त्यो पनि भएन। अहिले गएर तुरुन्तै तयार गरी राख्नेछु। त्यो पनि भएन। छन्दाबुन साबन मिल्दा यदागा यसा हाल हेन्डुन मुहासिनीलाई केटीसँग जोडिएर गर्ने क्रियाकलाप अथवा काम के हो? आकाश उदाहरण भनेको अघि भर्खरै मैले चाहिँ अनुरोध गरेको तपाईँलाई केही कुरा भनेको कुरा चाहिँ फाङथाङजी भनेको चिया लाग्नबाट बचाउने कागज चाहिँ लिएर राख्नु भयो नि होइन? हत्ता नुहाजियो लिएर राख्नु भयो नि होइन? अघि चाहिँ मैले भनेको अथवा अनुरोध गरेको फाङथाङजीलाई चाहिँ लिएर राख्नु भयो नि है? माफ गरिदिनुहोस्। थेपुमुल फुल्लिउ हानुरा आदिक छुनबिरुल मो त्यस्तै। थेपु भनेको के? सामग्रीलाई फुल्लिउ हानुरा यो नुरा भनेको एको कारणले भनेको है त। एकोले छुट्याउनु परेकोले अथवा छुट्याएकोले अझै तयार गर्न सकेको छैन। माफ गरिदिनु होला। सामग्रीलाई चाहिँ छुट्याउनु परेकोले नु परेकोले भन्दा हुन्छ यसलाई। नु परेकोले अझै तयार गर्न सकेको छैन। तुरुन्तै खोज भनेको तुरुन्तै प्याकिङ काम सुरु गर्नुपर्ने भएकोले छिट्टै लिएर आउनुहोस्। अब छिट्टै प्याकिङ काम चाहिँ सुरु गर्नुपर्ने छ। त्यो कारणले चाहिँ अहिले तुरुन्तै गएर लिएर आउनुहोस्। हजुर अहिले सिधै गएर चाहिँ तयारी गर्नेछु। केटाले के भनेको थियो सुरुमा? अघि मैले भनेको अथवा अनुरोध गरेको फाङथाङजी त्यो खिया लाग्नबाट बचाउनु पदार्थ अथवा कागज चाहिँ लिएर राख्नु भयो नि है? भन्दा चाहिँ माफ गरिदिनुहोस्। सामानलाई छुट्याउनु परेकोले यो नुराको भन्ने एउटा ग्रामर नै आउँछ। होला हेर्छौँ। अहिले चाहिँ तपाईँले एको कारणले भन्दैनौ। छुट्याउनु परेकोले अझै तयार गर्न सकेको छैन। तुरुन्तै प्याकिङ काम सुरु गर्नुपर्ने भएकोले अहिले गएर लिएर आउनुहोस्। हजुर सिधै गएर तयार गर्नेछु। अब केटीले जोडिएर के काम गर्नेछ? थेपुमुल फुल्लिउ हाल्ने त सामग्री छुट्याउने हो।
छुट्याइरहेको छ, छुट्याउने काम गर्दैन, उसले त उसलाई लिएर आइज भन्दैछ आङजाङतिर खातिर खामुदा चिया लाग्नबाट बचाउने कागज लिन जान्छ हो उसले लिएर तुरुन्तै आऊ भन्दा चाहिँ तुरुन्तै अहिले गएर लिएर आउनेछु अथवा तयार गर्नेछु भने चाहिँ छन्दाबुन साम्बन तिमीरा मुलकानुर उन्मान हादा भनेको ओसार पुसार गर्नेछ होइन, खुम्युएके सहकर्मीलाई प्याकिङ काम चाहिँ अनुरोध गर्छ होइन, सहकर्मीलाई अनुरोध गर्ने होइन, आफैले चाहिँ गर्नुपर्ने छ, उसले गर्नुपर्ने छ। छन्दाबुन साम्बन केटीले जोडिएर अब यो फेवा पछाडि भन्नु खोजेको हो, फेवा सकिए पछाडि के काम गर्छ भन्दा चाहिँ हेर्नु त अघि अनुरोध गरेको फान्दाङले लिएर राख्नुभयो भन्दा चाहिँ माफ गरिदिनुहोस् सामानलाई छुट्याउनु परेकोले उसले छुट्याइरहेको छ नि त होइन, छुट्याउने हो त होइन, अघिदेखि छुट्याइरहेको थियो त्यो कारणले चाहिँ तयार गर्नु सकेको छैन, तुरुन्तै अब छिट्टै प्याकिङ काम सुरु गर्नुपर्ने भएकोले छिट्टै लिएर आउनुहोस् भन्दा हजुर छिट्टै गएर तयार गर्नेछु भन्नको मतलब चाहिँ फाङदाङले लिन जान्छ। छन्दाबुन सामान अरू मिल्दैन, अरू के गर्छ भन्दा सामानलाई छुट्याउने काम होइन, सामान ओसार पुसार पनि होइन, सहकर्मी प्याकिङ काम अनुरोध गर्ने पनि होइन। ल सर्ट दिस च्याप्टर हेर्नु ल खिगे फागुन भनेको के हो, मेसिनको खिगे भनेको मेसिन, मेसिन खागो भनेको प्रशोधन, मेसिनबाट सञ्चालन हुने प्रोसेसको कामहरू भनेको प्रोसेसिङहरू, मेसिनलाई चाहिँ कसरी सञ्चालन गर्ने होइन, तल्ला जस्तो अन गर्ने कि अफ गर्ने यता ह्यान्डल तान्ने कि के भनेको प्रोसेसिङ भनेको प्रोग्राम, मेसिनलाई चाहिँ कसरी सञ्चालन गर्न त्यसलाई चलाउन भन्दा अगाडि के कामहरू हुन्छ त्यो कुराहरू गर्छ है त। यो च्याप्टरमा चाहिँ त्यही सिकाउँछ, मेसिन सम्बन्धी सिकाउँछ। ल हेरौँ मुसुन इरिए कुन काम छ अथवा कस्तो काम हो भनेको है, मुसुन भनेको कुन अथवा कस्तो हिल भनेको काम हो, के काम हो भन्नु खोजेको, छन्नु खादो भनेको पावर, छन्नु भनेको के स्विच अथवा पावर बिजुली, पावर खेदा भनेको अन गरे पनि भनेको, खेदा भनेको अन गरे तापनि, के भनेको मेसिन चाहिँ सञ्चालन हुँदैन, थाक्दो आजी आना भनेको चल्दैन भनेको, सञ्चालन हुँदैन, सञ्चालन हुँदैन, पावर चाहिँ बटनलाई अन गरे पनि मेसिन सञ्चालन हुँदैन भन्ने यहाँ पढ्छौँ हामीले। यस्ती प्लस आधो अधो यदो हेदो सबै हुन्छ होइन, एता पनि ल अगाडिको केही कार्य अथवा अवस्था गरे तापनि सोही रूप नतिजा पोजिटिभ नआएको बेलामा यो ग्रामर प्रयोग गरिन्छ। अगाडिको केही कार्य अथवा अवस्था भए तापनि अथवा गरे तापनि सोही रूप त्यही गरे अनुसार भन्नु खोजेको नतिजा चाहिँ पोजिटिभ नआएको बेलामा यो ग्रामर प्रयोग गरिन्छ भनेर यस्तिसँग लाग्छ। यता पनि अर्को ग्रामर छ जागो भनेर भन्नु,
कस्तो खालको अवस्था आयो भने भए तापनि काम गरे पनि गरे तापनि सोही रूप त्यही अनुसार भन्नुभयो काम गरे अनुसार चाहिँ नतिजा चाहिँ पोजिटिभ सकारात्मक नआएको बेलामा यो ग्रामरको प्रयोग गरिन्छ उसले काम चाहिँ गर्छ तर त्यो काम गरे बापत त्यही अनुसारको प्रतिफल चाहिँ पाउँदैन ल पछाडि हेरिहाल्छौँ अनि अर्को ग्रामर छ भिएसटी प्लस डागु आधा औ भनेर भन्नु अगाडि हामी के पढेको थियौँ डागु आधा पढेको थियौँ होइन के भनेको भनेर भन्नु यो चाहिँ सामान्य जानकारी गराउनुको लागि हो यो चाहिँ प्रस्तावमूलक वाक्यमाला होइन अब एउटा अवस्था हामीले दागु आधा पढ्यौँ त्यो पनि इन्डाइरेक्ट नै हो यो अर्को पढ्दैछौँ दागु आधा यो पनि इन्डाइरेक्ट चिज नै हो अप्रत्यक्ष कथन भन्छ जस चारवटा छ चारवटा मध्ये हामीले के पढ्यौँ दागु आधा अब आज पढ्दैछौँ दागु आधा ल दोस्रो पक्षले गरेको प्रस्तावमूलक दोस्रो पक्षले गरेको प्रस्तावमूलक वाक्यलाई प्रथम पक्षले तेस्रो पक्ष सामु पुर्याउँदा यो ग्रामरको प्रयोग गरिन्छ दोस्रो पक्षले गरेको प्रस्तावमूलक वाक्यलाई चाहिँ प्रथम पक्षले तेस्रो पक्ष सामु पुर्याउँदा चाहिँ यो ग्रामर प्रयोग गरिन्छ इन्डाइरेक्ट स्टिच भनेको त्यही त होइन दोस्रो पक्ष यहाँ बी भन्ने मान्छे छ हो बीले कसलाई भन्छ एलाई भनेको हुन्छ एले चाहिँ फेरि कसलाई पुर्याउनु पर्यो सी सामु पुर्याउनु अस्ति चाहिँ हामीले एले बीलाई भनेको थियो हो अनि बीले कसलाई भनेको थियो सीलाई तर अहिले चाहिँ केले भन्दैछ बीले चाहिँ पहिला फर्दा एलाई भन्ने रहेछ होइन र यस्तो गरौँ भनेर भन्नु होइन अनि त्यसमा फेरि एले चाहिँ सामु सी सामु पुर्याउनको लागि चाहिँ यो ग्रामर प्रयोग गरिन्छ डाइरेक्ट यो चाहिँ इन्डाइरेक्ट स्पिच भयो डाइरेक्ट स्पिचमा कुन ग्रामर लाग्छ औ भनेर भन्नुलाई भिएसटी प्लस बसिदा उप्सिदा होइन बसिदा उप्सिदा यो चाहिँ सामूहिक रूपमा अस्ति पढ्यो नि डाइरेक्ट यसो गरौँ आज छुट्टी गरौँ होइन त्यसरी हो आज नपढौँ आज पढौँ यो मिनिङ पढौँ हो यसरी डाइरेक्ट भन्नु पर्यो भने बसिदा उप्सिदा तर इन्डाइरेक्टली रूपमा अरू थर्ड पर्सनसम्म पुर्याउनु पर्यो भने दागु आधा जस्तो भोलि चाहिँ सरले घुम्न जाउँ भनेर भन्नुभएको हुन्छ ल डाइरेक्ट भन्नु पर्यो भने बसिदा उप्सिदा युज गर्ने इन्डाइरेक्टली रूपमा भन्नु पर्यो भने के दागु आधा त्यति हो फरक के भनेको मेसिन थाक्दोङ भनेको सञ्चालन सम्बन्धी शब्द मेसिनलाई चाहिँ कसरी सञ्चालन चलाउने भनेको अनि खिगु भनेको के उपकरण भनेको के हो उपकरण अथवा उदाहरण र योम्दो भनेको प्रयोग खिगु उपकरण भन्छ औजार पनि भन्छ है अनि प्रयोग सम्बन्धी शब्द लिएछौँ
जानकारीमा हाङ्गु के भनेको कोरियाको घरेसी सामग्री आजन थेपु भनेको के घरेसी सामग्री सम्बन्धी पढ्छौँ ल भयो हाक्सुक मोक्यो सिकाइको उद्देश्यमा ठिकै थाक्दम भाङ्गपे थिए महाराजित मेसिन सञ्चालनको बारेमा सोधेर जवाब दिन भन्न सकिन्छ ठिगु भनेको औजार अथवा उपकरण र आगत भनेको कामको बारेमा सोधेर जवाब दिन मेसिन सञ्चालन सम्बन्धी शब्दावली कसरी चाहिँ मेसिन चलाउने भनेको स्टार्ट गर्नु भनेको नि थाक्दम गाडा भनेको के रहेछ सञ्चालन गर्नु चलाउनु मम सुधा रोक्नु चलिरहेको मेसिनलाई चाहिँ रोक्नु अन्मानु खेदा स्विच अन गर्नु भनेको होइन स्विच चाहिँ अन गर्नु अनमै हात लगिरहेको नि अनि छन्मानु कुदा अफ गर्नु होइन त्यहाँ अफ बटनमा दिइरहेछ स्विच ओलिरा स्विच चाहिँ माथि अन गर्नु सार्नु भनेको चाहिँ माथि चाहिँ उठाउनु स्विच ओलिरा भनेको स्विचलाई चाहिँ माथि सार्नु स्विच लिइरहेको स्विच तला झार्नु अनि लेबर थाङ्गिरहेको लेबर तान्नु त्यो ह्यान्डल हुन्छ त्यसलाई चाहिँ तान्नु भनेको अनि लेबर मिल्दा भनेको लेबर चाहिँ धकेल्नु यहाँनिर एरो हेर्नु त उसले तानिरहेको छ आफूतिर तानिरहेको छ नि होइन यो चाहिँ के गरेको धकेलिरहेको भनेपछि तान्दा चाहिँ अन हुने रहेछ धकेल्दा चाहिँ के हुने रहेछ अफ हुने रहेछ भनेर थाहा पाउनु पर्यो सधैँ घडीको दिशातिर कस्ने हुन्छ अथवा जस्तो यो घडी त यसरी घुम्छ होइन अब यो त उल्टो भयो नि त होइन यो चाहिँ उल्टो चाहिँ रोकिने भयो यो चाहिँ के भयो खोलिने भयो क्या अब कस्दा पनि जस्तो बोल्टहरूको हामीले नटहरू कस्नु पर्यो भने नि राइट साइड सधैँ के गर्नु पर्यो राइट साइड घुमायो भने कस्ने भयो होइन यो साइड चाहिँ के भयो खोल्ने त्यति याद है यस्तो आउँछ एरो तपाईँलाई यो खालको त्यसलाई त्यस्तो आयो भने नझुक्किनु है त ठुमुल थाङ्चा काटा अथवा किउदा भनेको पार्टहरू चाहिँ अड्काउनु जोडान गर्नु होइन छाङ्चा काटा भनेको जोडान गर्नु अड्काउनु भनेको किउदा भनेको त अड्काउनु भएको होइन पार्टहरू चाहिँ अड्काउनु जोडान गर्नु अनि फुफुमुल हेर्चे आधा अथवा पेदा हटाउनु त्यहाँबाट निकाल्नु जोडिरहेको मेसिनबाट पार्ट गर्दै निकाल्नु भन्ने अर्थ लाग्छ बथुलु नुरुदा बटन चाहिँ तिस्नु दबाउनु हिन्दुरु थोलिदा हिन्दा चाहिँ घुमाउनु बाया बाया दाया साङ माथि हात होइजन घुम्ने घुमाए होइजन भनेको के रहेछ भने घुमाए मिल्लिदा राम्रो ढिलो हुनु भनेको एकदम कठिन टाइमहरू चाहिँ धेरै थुप्रिसक्नु होइन कामहरू चाहिँ मेसिन बिग्रेर एकदमै धेरै ढिलो हुनु जाम हुनु ढिलो हुनु डिले भनेको ढिलो भन्छ ढिलो हुनु कुचन सबैभन्दा फर्स्ट सुरुमा इमुल्टिल सामान्य भन्दा फरक पदार्थ हिजो मैले के भनेको इमुल्टिल भनेको अशुद्ध पदार्थ होइन बाहिरी पदार्थ हो सामान्य भन्दा फरक पदार्थ अथवा अशुद्ध पदार्थ बाहिरी पदार्थ जस्तो काम गरिरहेको हामीले काठको काम गरिरहेको भने त्यहाँनिर त्यो अब आफूहरू आएर अड्किदिनु होइन फलामको टुक्रा लगाइदिनु भनेको अशुद्ध पदार्थ किरा अड्किनु यहाँ चाहिँ अड्किनु भन्नु है त किरा भनेको यहाँ चाहिँ अड्किनु किरा हामी लगाउनु हो खासमा होइन पन्जाहरू लगाउनु अथवा कानमा केही छेडीहरू लगाउनु पर्यो भने किरा लाग्छ औँठी लगाउनु भने के लाग्छ किरा लाग्छ त्यस्तै गरी भुसार्ने चिजहरू हुन्छ किरा हो तर अब यहाँ चाहिँ किरा भनेको लगाउनु नभएर अड्किनु भने मेसिनमा चाहिँ अड्किनु खेल्नु भनेको सही तरिकाले होइन सही तरिका उचित छन्दमाला चेक टाप गर्नु मेसिनले ठिक छ कि छैन होइन मेसिनरी चित्रमा सधैँ छन्दमाला लाग्छ अनि अर्को भागिनादा पढेको नि भागिनादामा के गर्नु हो भागिनादा भनेको चेक जाँच गर्नु यो चाहिँ के हो भने मेसिनरी चिज आयो भने छन्दमाला यो भागिनादा भनेको चाहिँ खाताहरू हो क्या त्यो टाइमहरू ठ्याक्कै कतिवटा अर्डर पत्र चेक गर्ने हो होइन कति पत्र आएको छ त्यही अनुसार ठिक भयो कि भएन म यो टाइममा त्यो पुग्छु कि पुग्दैन त्यो टाइमहरू चेक गर्नुलाई भगिनादा लाग्छ अनि चेक बिग्रिएको सामानहरू अन्त मेसिनरी पिटायो भने चाहिँ छन्दमाला आमुरी जतिसुकै भन्छौँ कि भेन्टिलेसन पङ्खा ल एकजनमा जोडेर छाक्दोमादा सञ्चालन गर्नु मम सुदा सन्मानु खेदा अन गर्नु सन्मानु कुदा अफ गर्नु स्विचहरू ओलिदा स्विचहरू नेदिदा राबेरु संहिता रेवारु मिल्दा धकेल्नु फुफुमुल थान्चा काला
प्रदान गर्नु अड्काउनु होइन पिउदा भनेको अड्काउनु फुफुमुल हेफियादा खोल्नु निकाल्नु पेदा भनेको हटाउनु झिक्नु बथुरु नुरुदा हेन्दुरु थोल्दिदा बायाँ उ ताङ होइजान घुम्ने भाइ ल पुरिमुल फोको फेवारो वंशनाथले चित्रलाई हेरेर वार्तालापलाई चाहिँ पुरा गर्नुहोस् उहाँको के गरिरहनु भएको छ के भन्नु पर्यो हागो इष्टयो अथवा क्युगो भन्दा भइहाल्छ होइन क्युगो इष्टयो भन्दा भइहाल्छ क्युदा भने अड्काउने होइन त क्युदा ल अनि यी खिगेनुन अथाके थाक्दो गयो यो मेसिन चाहिँ कसरी सञ्चालन हुन्छ अरे कसरी स्विचिरुल ओल्याया थियो अनि यी खिगेनुन यो मेसिन चाहिँ कसरी सञ्चालन गरिन्छ रेबरुल के गरेको यो सांग्या लेभल तान्नु पर्छ उहाँको इच्छा हो के गरेको यो हेन्दुरुल फुल्लीको ल यसरी एकको के रहेछ उहाँको इच्छा हो फुकुमुल संसाकालको इच्छा हो दुईको दुईचुरु ओल्लीको ओल्याया थियो अनि तीनको रेबरुल सांग्या थियो चारको हेन्दुरुल फुल्लीको इच्छा हो ल आधो अधो भनेको के रहेछ यता चित्रमा लागेको हुन्छ ता पनि भन्दा पनि हुन्छ अथवा यता अनि ल आधो आधो चाहिँ थोङ्सा भनेको क्रिया हेङ्स भनेको विशेषणमा पुछ भनेको टाँसेर तुये भनेको पछाडिको विषयले अगाडिको विषयको पृष्ठभूमि आधारमा अन भनेको गरिएको किरे भनेको अपेक्षा आशा भनेको क्या अपेक्षामा चाहिँ अगुन्द भनेको विपरीत भएको नमिलेको कुरालाई चाहिँ दर्शाउँछ होइन विपरीत कुरा सोही रूप चाहिँ अनुरूप हामीले नचिन्दा चाहिँ नपाउनु नै हो क्या होइन त्यो हामीले त मेसिन सञ्चालन गरेको पनि मेसिन सञ्चालन भएन त्यही गरेको ओरा आउँछ भने आधो छादा भनेको सुत्नु छादो भनेको सुते तापनि सुइरा भनेको आराम गर्नु सुयो त भनेको आराम गरे तापनि इरादा भनेको काम गर्नु इरादा भनेको काम गरे तापनि उदाहरणमा खाना पुगे नुन नुत्तामुल छादो पिगुने हो के भनेको खाना भनेको त्यो छाना भनेको ओभर टाइम काम खाना भनेको के रहेछ ओभर टाइम काम अथवा जस्तो तपाईँको 8 घण्टा दिनको तपाईँको 8 घण्टा चाहिँ 8 घण्टा चाहिँ तपाईँको बेसिक काम गर्ने टाइम हो तपाईँले चाहिँ कति घण्टा गर्नुभयो 10 घण्टा गर्नुभयो होइन 10 घण्टा गर्नुभयो यो 2 घण्टा तपाईँको बढी भएको भएन हो त्यही चाहिँ हो खाना भनेको ओभर टाइम काम पछि चाहिँ नुच्चामल भनेको बिहान अबेरसम्म ढिलोसम्म सुत्ते तापनि थकित भइन्छ एकदमै थकित भइन्छ बतुरु नुल्लदो बटन चाहिँ थिचे तापनि थाक्दोङ आदि आना छ सञ्चालन नभएर सुरी भनेको मर्मत गर्न जिम्मा लगाए माकिरा हो नि सुरी र माकिरा भनेको के गर्नु हो जिम्मा दिनु अथवा जिम्मा लगाउनु भनेपछि बटन थिचे पनि मेसिनको भन्दैछ बटन चाहिँ थिचे पनि सञ्चालन नभएर मर्मत गर्न जिम्मा लगाए अथवा जिम्मा दिए थाकती भनेको काम टुर्नामेन्ट भनेको सक्यो भने थकित भए तापनि भनेको थकित भए तापनि कार्यस्थल थाकत भनेको कार्यस्थल व्यवस्थापन चाहिँ गर्नु पर्छ जतिसुकै काम सक्यो भने जतिसुकै व्यस्त भए तापनि थकित भए तापनि कार्यस्थल व्यवस्थापन गर्नु पर्छ ल त्यही हो त्यस्तो समस्या छैन होला होइन भिक्टोरियाहरू भनेपछि यो आधो भनेको यता पनि हो ओभर टाइम काम पछि चाहिँ बिहान अबेरसम्म सुते पनि थकित भइन्छ बटन थिचे पनि सञ्चालन नभएर मर्मत गर्न जिम्मा लगाए
काम सकियो भने थकित भए तापनि कार्यस्थल चाहिँ व्यवस्थापन गर्नु पर्छ। ल हालमा जुन कसो खोला मुन्जामा वनसँग त्यो मिल्ने कुरा चाहेर वाक्यलाई पुरा गर्नुहोस्। छन्नु खेदा भनेको पावर अन गर्नु, यरावनिकका धेरै पटक पढ्नु, पेसोक छन्नु आधा लगातार फोन गर्नु, ओरेक फुङान भङ्गिरु आधा लामो अवधि लामो समय अवधि चाहिँ भेन्टिलेसन गर्नु। के भन्नु पर्यो अब जुन थामिरहेछ अबेर रात भएर के भन्नु पर्यो अबेर ढिलो समय भएर रात भएर डलर उठेन अथवा रिसिभ भएन के भन्नु पर्यो फेसबुक हेदो लगातार फोन गरे तापनि उठेन रिसिभ चाहिँ भएन। हात भने उठ्नु अब यहाँ चाहिँ रिसिभ भएन भनेको अबेर रात भएर लगातार फोन गरे तापनि रिसिभ भएन। 1 नम्बरमा फेसबुक छन् आधा। 2 को डर छ के मेसिन सञ्चालन भएन भने चेक जाँच गर्नुहोस्। मेसिन चाहिँ थाक्दो थोइसी आनुमेर भनेको सञ्चालन भएन भने चेक जाँच गर्नुहोस्। के भन्नु पर्यो पावर चाहिँ अन गरे तापनि मेसिन सञ्चालन भएर चलेन भने चाहिँ चेक जाँच गर्नुहोस्। हाङ्गुका सिल्याकी के हो सिल्याक भनेको बुझोके छ सलम्यान्सहरू कोरियन भाषा दक्षता तपाईसँग भएको क्षमता भन्नु दक्षता कोरियन भाषाको दक्षता बुझोके छ भनेको अशुभ भएर अभाव भएर तपाईसँग पढ्ने क्षमता चाहिँ अभाव भएर भन्नु खोज्यो क्या क्षमता भन्दा हुन्छ। सिल्याक भनेको दक्षता अभाव भएर सलम्यान्स भनेको वर्णन गरिएको पत्र बयान पत्रलाई चाहिँ यरबन इल्गदो धेरै पटक पढे तापनि मधेस बुझ्न सकिन। कोरियन भाषामा मेरो दक्षता चाहिँ अपुग भएर अभाव भएर वर्णन गरिएको पत्रलाई चाहिँ धेरै पटक पढे तापनि सकिन। भन्पुङ्गी भेन्टिलेसन पङ्खालाई चाहिँ अन नगरेर आन्ख्यात भनेको अन नगरेर निम्सेका अप्सजी आयो भनेको हटेको छैन। के भन्नु पर्यो ओरे ठोङान हङ्गिरुल हेदो होइन। लामो अवधि भेन्टिलेसन अन गरे पनि गन्ध चाहिँ हटेको छैन। भन्पुङ्गी आन्ख्यात भनेको भेन्टिलेसन पङ्खा नगरेर अथवा नचलाएर नखोलेर चाहिँ लामो अवधिसम्म भेन्टिलेसन धेरै बेर भेन्टिलेसन अन गरे पनि गन्ध चाहिँ हटेको छैन। र 1 को त्यो भयो 2 को यो 3 को यो 4 को यो ल चित्र हेरेर उदाहरणसँगै कुराकानी गरिहेर्नु। फोकीमा दिएको छ मुसुन मुन्देका कुन समस्या छ भन्दा चाहिँ स्विच ओल्याएको खाँदो कि आन्थ्यो स्विच चाहिँ उठाए पनि सञ्चालन भएको सञ्चालन चाहिँ हुँदैन भन्दै छ। भनेपछि हामीले बनाउनु छ मुसुन मुन्देका क्वेसन सेम भयो। के भन्नु पर्यो हो यहाँबाट उदाबाट के भन्नु पर्यो क्वादो छन्नु क्वादो ठिकेगा हमसुजी आनायो हो। मुसुन मुन्देका भनेर छन्नु क्वादो पावर चाहिँ अफ गरे तापनि मेसिन चाहिँ रोकिएको छैन। यसको बथुनुल नुरादो रुबाट हट्दै गर्दैन हालेन यो कसरी भएको नुल्लदो थाहा छैन नुल्लदो यस्तो थाहा छैन यो र थाहा ल त्यसो भए म लेखाइन है त। ल हेर्ने तपाईँहरूलाई याद छ भने भइदिए यो चाहिँ रु फुल्ग्युची हो क्या रु फुल्ग्युची के रहेछ रु फुल्ग्युची। यदि VST को इन्जिन रुमा भएको छ र
लगत्तै दायाँतिर स्वर वर्ण ग्रामर जोड्नु पर्दा इन्डिङको रुलाई हटाएर अगाडिको अक्षरको तलपट्टि र थपेर अगाडिको अक्षरको इन्डिङ हेरेर यदि ओ र आ मा भएको छ भने रा र अन्य अवस्थामा र थप्ने पछाडि है र थपिन्छ। पढेको छैन पढिरहेको छैन पढाउँछु पऱ्यो लेख्नु नभए ल जस्तो उरुदा भनेको के हो बोलाउनु हो नि बोलाउनु होइन कहाँ त्यो बाँकी रह्यो कि रुरु इन्डिङ रुमा छ यहाँ हेर्ने रुमा छ छैन छ भनेपछि यो रुलाई के भनेको छ हटाइदिने भनेको छ अगाडिको अक्षरको तल र थप्ने। अब यो अक्षरको इन्डिङ हेरेर ओ र आ छ भने पछाडि रा थप्ने अन्य अवस्थामा के भनेको छ र भनेपछि यहाँ ओ र आ छ त छैन त्यही भएर फुल लगायो भएको बोलाउँछु भने अनि नुरुदा भनेको के हो थिच्नु होइन बाँकी रह्यो के नुरु नु अब तल र थप्ने ओरा छ त यहाँ छैन भनेपछि नुल्ल यो भयो त्यसरी कतिवटा लेखाउनु अस्तिको ऊ एउटा परेन त्यो अहिले के पऱ्यो रहेछ के लेख्नु हेर्नु त के भनेको खै किन त मलाई गयो त्यही हो त्यहाँ शब्दको तल चाहिँ भनेको रहेछ होइन एकैचोटि ल आयो भनेको क्या त्यो
शब्दको तल र थपेर दायाँतिर चाहिँ अगाडिको अक्षरको इन्डिङ हेर्ने र ओ र आछ पनि हिँड्दा अन्य अवस्थामा र जस्तो अर्को यो त अन्य अवस्था भयो नि होइन मोरुदा मोरुदाको दा काट्यो बाँकी रह्यो के मोरु मो अब यहाँ चाहिँ र थप्ने अब के लाउनु पर्यो ला किनभने ओ को इन्डिङ भयो नि त होइन मोल लायो यसरी भयो है त हो यसरी भयो भयो हो ल जस्तो अघि यहाँ हेर्नु तपाईँ यहीँ नुरुदाबाट आएको के हो किनभने आछिन त्यसको इन्डिङ चाहिँ हेर्ने अगाडिको अक्षरको ओ र आछ पनि पछाडि रा आउँछ तर इन्डिङमा र थपिन्छ तर ऊ अन्य अवस्था छ भने र मात्रै आउँछ है त्यसरी भनेपछि बथनुल के भन्नु पर्यो बथनुल नुल्लदो नुल्लदो अनुवानी आन खेज्यायो खेज्यायो थाङ्मुनुल यरादो खोले तापनि नेम्सेगा नायो इरी मानि थापा थापादो थापादो यो त थाहा छ नि कसरी भएको ऊ हटिसकेपछि अगाडिकै इन्डिङ हेरेर ओ छ भने ओ रा छ भने आ थप्ने अन्य अवस्थामा अ थापादो व्यस्त भए तापनि खिगेर मेसिनलाई होसियार गरी देखभाल गर्नु खोयो देखभाल गर्नु पर्छ काम धेरै भए तापनि व्यस्त काम चाहिँ एकदमै धेरै भएर व्यस्त भए तापनि मेसिनलाई चाहिँ होसियार गरी देखभाल गर्नु पर्छ ल है यो पढिराखौँ अनि त्यहाँबाट गर्नु ल दुईजना पर्छ 자꾸 멈춰서 작업이 많이 밀렸어요? 아직까지는 괜찮는데 갑자기 왜요? 무슨 찬원부터 보세요. 오전에는 문제가 없었는데 오후 작업 때부터 작동이 잘 안 돼요. 애기에게 물질이 껴있네요. 작업하는 점점 안 됐어요. 죄송합니다. 오늘은 작업할 게 많았어. 예대로 점검을 못했어요. 아무리 바빠도 작업판에 점검하지 점검해야 해요. 잘못하면 사고가 날 수 있어요. नेपालीमा 선생님 대신 गरी गरी अब बारम्बार बिग्रिएर 작업 भनेको काम धेरै भयो थुप्रियो 무슨뭐 ठिकै थियो तर किन के भयो सबैभन्दा पहिले बिजुली सुरुमा पावर पहिला अफ गर्नुहोस् बिहानमा चाहिँ सुरुमा समस्या थिएन त तर बेलुका दिउँसो कामको बेलादेखि सञ्चालन राम्रो भएको छैन
यहाँनिर अशुद्ध पदार्थ पदार्थ अड्किएको रहेछ काम गर्न अघि टेक्जास गर्नु भएन माफ गरिदिनुहोस् आज चाहिँ काम गर्ने कुरा धेरै भएर उचित तरिकाले जतिसुकै व्यस्त भए पनि काम गर्नु अघि होसियारपूर्वक चेकजाँच गर्नु पर्छ। राम्रो अनि गल्ती भयो भने घटना गलत भयो भने चाहिँ गल्ती गर्यो भने यो घटना हुन सक्छ। फेरि एकचोटि के भन्छ माधु र फान्जाङनीको कुरा छ। फान्जाङले ठिकेका थाकु मम्सो त थाकपि मानिले छयो। फान्जाङले मेसिन चाहिँ बारम्बार अथवा घरिघरि रोकिएर चाहिँ काम चाहिँ धेरै थुप्रियो अथवा ढिलो भयो। अझै काटिनु खोइन्छन् उनले भनेको हिजोसम्म चाहिँ ठिकै थियो त, तर अचानक हप्ताकी भनेको अचानक गयो। किन त्यस्तो भयो भन्दा चाहिँ उसन सुरुमा पावर पहिला भनेको सुरुमा चाहिँ पावर उता भनेको पहिला सुरुमा पावर पहिला अफ गर्नुहोस्। नाउन प्लस बुथ आयो भने सुरुमा चाहिँ पावर पहिला अफ गर्नुहोस्। ओजानिर भनेको बिहानमा चाहिँ मुन्जेको अप्सन हुँदै ओहुए थाकप चाहिँ बुथ थाक्दोङी थालान थियो। बिहानको समयमा चाहिँ ओजनमा चाहिँ समस्या थिएन अथवा भएको थिएन, तर दिउँसोको काम गर्ने बेला त्यही भनेको कि बेलादेखि सञ्चालन राम्रोसँग भएको छैन। आ भनेको यगी भनेको यहाँ इमोजिल भनेको बाहिरी पदार्थ अथवा अशुद्ध पदार्थ अड्किएको रहेछ नि। इदाबाट क्या भयो है त, क्या इन्ने भनेको अड्किएको रहेछ नि। थाकप जाने भनेको काम गर्न अघि चाहिँ फङ्गम आने यस्तो चेकजाँच गर्नु भएन। दुईसो नामनिदा माफ गरिदिनुहोस्। ओनुरुन थाकप घाल्के मानस छेदेरो सङ्गमन मध्य सयो। आज चाहिँ काम गर्ने कुरा धेरै भएर सही तरिकाले अथवा उचित तरिकाले चेकजाँच गर्न सकिन। आमुरी जतिसुकै व्यस्त भए तापनि थापातो भनेको व्यस्त भए तापनि थाकप जाने भनेको काम गर्न अघि कोमको मागेको होसियार पूर्वक चाहिँ चेकजाँच गर्नु पर्छ। थाल्मो थामेन गल्ती गरियो भने अथवा गलत गरियो भने चाहिँ सागोगा नाल दुर्घटना हुन सक्छ। चोटपटक लाग्न सक्छ, दुर्घटना हुन सक्छ। लाइक छोडिहेर्नु के भन्छ भने फान्जाङले मेसिन चाहिँ बारम्बार रोकिएर काम धेरै थुप्रियो। हिजोसम्म चाहिँ ठिकै थियो, तर अचानक किन त्यस्तो भयो? सुरुमा चाहिँ पावर पहिला अफ गर्नुहोस्। बिहानमा चाहिँ समस्या थिएन, दिउँसोको काम गर्ने बेलादेखि चाहिँ सञ्चालन राम्रोसँग भएको छैन। यहाँ चाहिँ बाहिरी पदार्थ अड्किएको रहेछ नि। काम गर्न अघि चेकजाँच गर्नु भएन भन्दा चाहिँ माफ गरिदिनु होला। आज चाहिँ काम गर्ने कुरा धेरै भएर उचित तरिकाले चेकजाँच गर्न सकिन। जतिसक्कै व्यस्त भए तापनि काम गर्न अघि चाहिँ होसियार पूर्वक चेकजाँच गर्नु पर्छ। गलत गरियो भने चाहिँ दुर्घटना हुन सक्छ। ल जवाब दिनु छ। ठिकै अन्त्यबुद्ध थाक्दोङ आम थियो। मेसिन चाहिँ पहिल्यैदेखि सञ्चालन भएन। थाकप चाहिँ बुझ ओहु छागप्ते बुथ थाक्दोङी आन थियो सञ्चालन भएको होइन। थाकप्ते भन्दा नि के भनेको त्यहाँ त्यही हो होइन। थाकप्ते बुथ थाक्दोङी थाल आन थियो, त्यही भन्दा भइहाल्छ। ठिकै मेसिन चाहिँ ओए थाक्दोङी आन थियो। मेसिन चाहिँ किन सञ्चालन भएन? इमुलजिरी इमुलजिरी कि निका भन्दा भइहाल्दैन। अल्झिएकोले होइन, अड्किएकोले थाक्दोङी आन थियो सञ्चालन चाहिँ भएको छैन। ल आज है त ल।